ढाले 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 के छ शैलेन्द्र सर हाम्रो यहाँ शैलेन्द्र सर हुनुहुन्छ गाइजहरू ट्रिपको लागि रेडी छन् र यहाँ भित्र हामी छिर्दैछौँ बत्ती पाला न गाइज अहिले हामी चाहिँ मोगलिङ बजारमा छौँ अब रातको 2 बजेको छ यहाँनिर साथीहरू चाहिँ मस्त सुन्तला खाइरहेको छन् होइन के छ दिनेश नख्याल न हाम्रो सुरेन्द्र सर मोबाइलमा व्यस्त हुनुहुन्छ केटाहरू बिहान उठाएर यार 3 घन्टाभन्दा बढी सुत्न दिएन गाइज हाम्रो सिपी सर नयाँ जुत्ता किनेर मेरो ब्यागमा हालिदिने म चाहिँ बिहान उठेर मक्क गर्ने काछेडी गाइस हामी मुगलिङमा छौँ र मुगलिङको आजको यात्रा हामीले मुगलिङबाट गर्दैछौँ हिजो एकदम थकित भएर चाहिँ हामीले यहाँ रेस्ट गरेको हामी रामेछाप मन्थलीबाट 6 बजे हिँडेर लगभग हामी यहाँनिर 2 बजे आइपुगेका थियौँ र सबैजना थकित भएको अवस्थामा चाहिँ हामी आज होटेलमा रेस्ट गरेर 3 घन्टाको रेस्ट पछाडि लगभग 4 घन्टा रेस्ट पछाडि आज हामी यहाँ आइसकेका छौँ गाइज अब यहाँबाट हामी हिँड्न खोजिरहेका छौँ र रामशरण दाइलाई एकदमै हतार भइरहेको छ जानलाई होइन यहाँ हाम्रो यो डिके छ यहाँ हाम्रो डिके म्यान रबिन सर 8 बजीसम्म सुत्ने भन्ने कुरा गरिरहनु भएको थियो त्यही पनि केटाहरूलाई उठाए जबरजस्ती गरे होइन निरकाजी हो यसको केही कामै छैन जिन्दगीमा हाम्रो शैलेन्द्र सरको आज म्याडमको ह्याप्पी बर्थडे के छ सिपी सर कस्तो भइरहेछ तपाईँको यात्रा बवाल भइरहेछ होइन अविस्मरणीय भइरहेछ यो एकदम 2 दिनको जिन्दगी लामो यात्रा अविस्मरणीय यात्रा हाम्रो दारी सरसँगको यात्रा हाम्रो काजीसँगको यात्रा काजी भनेपछि मलाई देखाऊ के काजी भनेपछि मलाई देखाइहाल्यो के छ एकदम ठिक छ क्वेसन सोध्नु त्यही भएर कस्तो भइरहेछ त यात्रा एकदम रमाइलो भइरहेछ हिजो चाहिँ एकदम निन्द्रा लागिरहेको थियो अनि त्यहाँ हामी आएर कहाँ सुत्यो अरे मुगलिङमा आएर सुत्यो बिहान सबेरै उठेर अहिले यहाँ छौँ हामी जस्तो सबेरै भनेपछि गाइस 6:30 बजे पछाडि हो फेरि सबेरै 6:30 के सर सर पैसा उठाउँदै हुनुहुन्छ पोखरा आइपुग्छ पैसा उठाएको छैन होइन रामचरण दाइ के छ कपाल त हरिफ छ दाइ आमा के छ रबिन सर ठिक छ यार ठिक छ केटाहरूले जबरजस्ती उठायो यार आधा रातमा उठाएर नि ल्याएँ म यहाँ दारी के छ शैलेन्द्र सर एकदम व्यस्त हो एकदम मस्त छ है यात्रा एकदम हाम्रो जारी छ होइन हामी अहिले पोखरा आइपुगेका छौँ हस्त धन्यवाद
हामी बागलुङ पुग्न आँट्छौँ बागलुङ बेनालाई बारीलाई ओहो हात्ती सकिहाल्यो हात्ती मात्र भएको छ बारीलाई बारीलाई गाइज हामी कालिका भगवती मन्दिरमा प्रवेश गरिरहेका छौँ। गाइज के छ खबर? एकदम बिन्दास इन्जोइङ न? एकदम एकदम गाइज हामी चाहिँ 10K 10K को हो। गाइज हामी चाहिँ बागलुङ भगवती मन्दिर कालिका देवी भगवती मन्दिरतिर हिँडिरहेका छौँ र यो हाम्रो निरकाजी हो। यसको घर रामेछाप जाऊ। र हाम्रो दिनेश कार्की हो, उसको घर पनि रामेछाप। हाम्रो यो रबिन पाण्डे सर, उहाँको घर उदयपुर। हाम्रो प्रकाश आचार्य सर, उहाँको घर पनि रामेछाप। शिलेन्द्र ढुङ्गेल सर यहाँ उदयपुर। हाम्रो रामचरण दाई रामेछाप, बहुमत रामेछापको भइरहेको छ यहाँ। मेरो पालोमा घर छैन गएको। यो चाहिँ प्रदीप कार्की घर सिन्धुली। या नो यु एभ्रीवन नोज गाइज, दिस इज दारी फ्रम सिन्धुली। आज हामी बागलुङको कालिका देवी भगवती मन्दिरमा आइपुगेका छौँ र यस मन्दिरको बारेमा चाहिँ हाम्रो प्रमुख गुरुले चाहिँ केही हामीलाई जानकारी दिन चाहनु भइरहेको छ र उहाँको मुखबाट यस मन्दिरको बारेमा चाहिँ सबैजनाले बुझ्ने तरिकाले भनिदिनु हुन आग्रह गर्छु है। नमस्कार सबैजना भक्तजनहरूलाई जसले हेर्नुभएको छ। बागलुङ कालिका भगवती नेपालकै एक शक्तिशाली पीठमध्ये एक हुनुहुन्छ र बागलुङ कालिका भगवती मन्दिरको धार्मिक हिसाब र ऐतिहासिक हिसाबले छुट्टै महत्त्व छ। यस कालिका भगवती मन्दिरमा नेपाल र अन्तर्राष्ट्रिय जगतबाट तीर्थालु भक्तजनहरू आउने गर्नुहुन्छ। यस कालिका भगवती मन्दिरको स्थापना 1591 भएको। 1591 पर्वतको पाल्पाको राजकुमारीको पर्वत विवाह हुने क्रममा राजकुमारीले दाइजो स्वरूप ल्याउनु भएको भगवतीको मूर्ति यस ठाउँमा चाहिँ स्थापना गरिएको भन्ने किम्वदन्ती छ। र यो कालिका भगवती मन्दिर एउटा कालीगण्डकीको किनारमा भएको हुनाले नै यसको अझ धार्मिक र ऐतिहासिक महत्त्व एकदम बढी रहेको पाइन्छ। र कालिका भगवती मन्दिरमा विशेष गरेर नवरात्रमा विशेष पूजाआजा हुने गर्दछ। यो दसैँको नवरात्र र चैतको नवरात्रमा यो दुई नवरात्रमा यहाँ उल्लेखनीय मात्रामा भक्तजनहरू आउने गर्नुहुन्छ। र कालिका भगवती मन्दिरमा पछिल्लो समय इन्डियाबाट भक्तजनहरू आउने र अरू देशहरूबाट पनि धेरै भक्तजनहरू आउने चाहिँ सङ्ख्या बढेको छ। र कालिका भगवती मन्दिरमा तपाईँको अहिले पछिल्लो समय यो परेवा उडाउने एकदम प्रचलन छ। कुनै पनि भक्तजनहरूले आएर यो ठाउँमा शुद्ध मनले मागेको कामना पुरा हुने किम्वदन्ती छ।
र मान्छेहरू आफ्नो भाकल पुरा भएपछि यहाँ आएर परेवा उडाउने चाहिँ एकदम चलन छ। र यस कालिका भगवती मन्दिरमा परेवासँगै यहाँ पञ्चबली नै चढ्छ। यहाँ चाहिँ रागो, कुखुरा, बोका, सुँगुर अनि त्यसपछि रोड, नरिवललाई पनि हामीले बलिको हिसाबमा यहाँ चढ्ने गर्छ। कालिका भगवती मन्दिरमा साउन महिना र माघ महिनामा यहाँ बलि हुँदैन। साउन महिनाभरि र माघ महिनाभरि यस कालिका मन्दिरमा कुनै पनि बलि हुँदैन र हरेक महिनाको औँसी र एकादशीमा यस प्रसिद्ध मन्दिरमा बलि चाहिँ हुँदैन, त्यो दिन चाहिँ बलि हुँदैन। र विशेष गरेर यहाँ कालिका मन्दिरमा नवरात्रको काला रात्रिको दिन यस मन्दिरमा विशेष बलि पूजा हुन्छ र त्यो बेला यस मन्दिरमा सबैभन्दा धेरै भक्तजनहरू आउने दिन पनि भनेर हामीले चाहिँ आकलन गरिएको छ। र यस ठाउँमा जो कोही पनि भक्तजनहरू आउनुहुन्छ, आउनुहोस् र एकचोटि अवलोकन गर्नु। माता यस कालिका मन्दिरमा माता साक्षात हुनुहुन्छ। कसैले पनि आफूले भित्रैदेखि मागेको कुरा यस ठाउँमा पुरा हुने विश्वास र किम्वदन्ती छ। हस्, धन्यवाद। तोसिएर बागलुङ बजारको अवलोकन गरेर चाहिँ केटाहरू खाना खाएर कता कता गएको गाडीमा तेल हाल्न रहेछ। यो मौकामा चाहिँ हामीले बागलुङ बजार एक परिक्रमा गरिसकेका छौँ। एकदमै सागर बजार रहेको मलाई अनुभव भयो गाडीको चाप हुँदाखेरि। भन्नु जसरी है भन्नाले भनेको गाडीको चाप हुँदाखेरि चाहिँ सागरको पार्किङ प्रशस्त पार्किङ नभएको ठाउँ, पार्किङ सब गाडीहरू जाँदाखेरि अप्ठ्यारै पर्ने ठाउँ रहेछ। यो बागलुङ बजार गाइज हामी अहिले रूपसे झरनामा आइसकेका छौँ। रूपसे झरना चाहिँ 300 मिटर उचाइबाट तल झरेको छ। म्याग्दी जिल्लामा अवस्थित यो जोङसोक बेनी सडक अन्तर्गत झरनाको सुन्दर दृश्य हेर्न सकिन्छ। यहाँ हाम्रो तल हेर्नु चाहिँ माथि टुप्पायो 300 मिटर हाइटबाट तल झरिरहेको रूपसे झरना एकदम सुन्दर। हाम्रो प्रकाश सरले तपाईहरुलाई जानकारी दिइरहनु भएको छ। र रूपसे झरना चाहिँ गाइज 300 मिटर हाइटबाट तल झरेको छ र यसको पानीको चाहिँ जुन बहाव छ, बहावबाट आएको जुन हावाको बहाव छ त्यो चाहिँ अहिले हामी उभिएको ठाउँसम्म आइरहेको छ पानीहरू। र सँगसँगै यहाँ मात्रै नभएर जहाँनिर त्यहाँ बसहरू रोकिएको छ त्यो ठाउँसम्म पनि पानीको बहाव पुगिरहेको छ। यहाँ एकदमै फोटो सेसन चलिरहेको छ। यो चाहिँ हामी बसिरहेको होटेल हो, होटेल नीलगिरी भ्यू कागबेनीमा छ। होटेल एकदमै राम्रो रहेछ, भर्खरै नयाँ डेकोरेसन गरेर चाहिँ रुमहरू एकदमै सफा चट्ट राम्रो, एकदम ग्रुपमा आउँदाखेरि बस्न मिल्ने, रमाइलो गरेर मिल्ने टाइपको रहेछ। सबै चिज राम्रो छ, रुमदेखि लिएर वासरुमदेखि लिएर सबै चिजमा छ। मात्र पानी अलिअलि चिसो छ होइन, बाहिर चाहिँ चिसो छ है गाइज, भित्र चाहिँ तातो छ, न्यानो छ। गाइज अहिले चाहिँ हामी कागबेनी आइपुगिसकेका छौँ र हामी कागबेनीको यो होटल नीलगिरीमा आजको हाम्रो बास हुनेछ। र हामी हिजो बेलुका 6 बजे भन्थली रामेछापबाट हिँडेको र आज हामी बेलुका सन्डे कति बजे आइपुग्यौँ?
झन्डै 6 बजे हामी कागबेनी आइपुगेका छौँ र हाम्रो बिचको यात्राहरूको भिडियोहरू तपाईँहरूले अलिकति भए पनि हेर्नुभयो र अब कागबेनीमा आइसके पछाडि हामी होटल नीलगिरीमा चाहिँ आजको हाम्रो बास हुनेछ र यहाँनिर हामी सम्पूर्ण साथीहरू यहाँनिर एकदम हट वाटर लिएर बसिराख्नु भएको छ मात्र हट वाटरै गाइस अरू केही छैन हेर्न सक्नुहुनेछ अब सुरुवात हाम्रो शैलेन्द्र छ कतिको जाडो भइरहेछ जाडो ठिकै छ त्यस्तो एकदम धेरै जाडो होला भन्ने चाहिँ सोच राखिएको थियो तर त्यस्तो बढी रहेन रहेछ सामान्य नै छ एकदम यो बसाइ एकदम आरामदायी छ होइन अब यो चाहिँ के भन्छ यो कागबेनीको घरहरू एकदम न्यानो घरहरू रहेछन् यहाँ बस्नलाई एकदम आरामदायी सुविधा सम्पन्न ठाउँमा आइपुगेका छौँ यात्रा समग्रमा एकदम सुखदायी नै रह्यो अब बाँकी भोलिको खण्डमा हामी यहाँनिर हाम्रो रामशरण दाई हुनुहुन्छ रामशरण दाई केही छ केही छैन हजुर खासै जाडो पनि छैन तातो पनि छैन मिडियम साइजको चिसो र छ अहिलेसम्म हिउँ परेको नि रहेनछ खासै फरक जाडोले त्यति हो मुस्ताङ हामी यात्रा त बवाल भयो यात्रा चाहिँ बवाल भयो मेरो पनि पहिलो यात्रा हो यो अवसरहरूसँग आउन अवसर जुर्यो म धेरै खुसी छु धन्यवाद के छ प्रकाश सर आज मुस्ताङ यहाँसम्म मुस्ताङभित्र छिरिसकेको छ कागबेनीमा छौँ हामी र बाटोमा तपाईँले ल्याइहाल्नुभएका दृश्यहरू तपाईँलाई कस्तो लाग्यो अत्यन्त सुन्दर अनि के नेपाल सानो छ भन्ने लक्ष्मी प्रसाद देवकोटाको निबन्ध सम्झेँ मैले नेपाल सानो छैन प्राकृतिक सम्पदाले भरिपूर्ण छ नेपाल पक्कै पनि एकदम अब हामी हिमाल पारीका जिल्ला मनाङ र मुस्ताङ हामी हिमाल गर्दै आइसकेका छौँ हिमाललाई हामीले छोडिसक्यौँ हामी अब हिमाल पारीको जिल्ला के 10 सेकेन्ड उहाँ चाहिँ यो यात्राको लागि चाहिँ ओखलढुङ्गाबाट आउनुभएको थियो खिचिदिम्बा गाउँपालिकाबाट र उहाँको चाहिँ हाम्रो यात्रा चाहिँ बेलुका 6 बजेदेखि थियो भने उहाँको चाहिँ बिहान 6 बजेदेखि थियो होइन गाडीको गाडी हिजो बिहान 6 बजेदेखि 36 घन्टा भइसक्यो मेरो यात्रा चाहिँ सबभन्दा यो यात्रामा सबभन्दा बढी गाडीको यात्रा गर्ने मान्छे चाहिँ मै होला हाम्रो रबिन सर हुनुहुन्छ उहाँ चाहिँ रबिन पाण्डे सर हुनुहुन्छ उहाँ पनि रामेछाप छोडेर गइसक्नु भएको छ काठमाडौँबाट यो यात्रालाई हाम्रो यात्रालाई चाहिँ जोइन गर्नुभएको छ केही छ यात्रामा एकदम रमाइलो छ सबैभन्दा पछि एकछिन मैले तपाईँलाई रोकेँ उहाँ चाहिँ फेरि कति महिना बस्नुभयो रामेछाप मुस्ताङ 6 महिना उहाँ चाहिँ 6 महिना मुस्ताङ बसिसक्नु भएको रहेछ होइन अलिअलि हामीलाई गाइडेन्स पनि भयो यस्तो उस्तो भन्ने कुरामा अहिलेको यात्रा चाहिँ तपाईँलाई कस्तो लागिरहेको छ रमाइलो छ साथीहरू म त गाइड जस्तो भएर साथीहरूलाई घुमाउन ल्याएको जस्तो मजा पनि भइरहेछ म त आफ्नो लागि भन्दा पनि विशेष गरी साथीहरूको लागि भनेर आएको खुसी छु यात्रा राम्रै छ अहिलेसम्मको अझै पनि राम्रो हुने आशामा छु यति श्याम दाइ के छ तपाईँको खबर ठिक छ केही छ भन्नुपर्ने केही छैन एकदम चिसो भएको छ योभन्दा अगाडि नेक्स्ट त आएको यो सेकेन्डचोटि हो मेरो ठिकै छ हाम्रो निर काजी निर राउत राजु राउत एकदमै मोबाइलमा व्यस्त छ जति मोबाइल चलायो भने त्यही हो लास्टमा के छ अनि एकदम ठिक छ गीत बजिरहेछ मुस्ताङ मेरो फर्स्ट टाइम एकदम रमाइलो लागिरहेछ चिसो धेरै चिसो होला भनेर एक्सपेक्ट गरिरहेको थियो तर एक्सपेक्ट गरेको जस्तो रहन्छ ठिकै छ न्यानो भइरहेछ ल अरू के सोध्छ भने भन कस्तो रह्यो त अनि यात्रा कस्तो रह्यो यात्रा एकदम बवाल छ बिचबिचमा हामी धेरै रमाइलो दृश्यहरूसँग रमायौँ फोटो खिच्यौँ भिडियो गऱ्यौँ अब बाँकी दृश्यहरूको भिडियो त आउनै बाँकी छ स्टे ट्युन गाइज हाम्रो उहाँ चाहिँ अघि नैदेखि मोबाइलमा व्यस्त हुनुहुन्छ रिप्लाई गर्नलाई भ्याइ नभ्याइ छ अपडेट गर्दै हुनुहुन्छ अरे आजको अपडेट के छ सर अनि खबर एकदम फ्यान्टास्टिक लगभग हिजो 6 बजेकोदेखिको यात्रा 24 घन्टामा हाम्रो लगभग हामी कागबेनी आइपुगेका छौँ हाम्रो यात्रा चाहिँ एकदम बिस्तार आरामदायी यात्रा छ त्यस्तो हतारमा छैन एकदम रमाइलो छ फर्स्ट टाइम हामीले यात्रा गर्दैछौँ लगभग सबैजनाको फर्स्ट टाइमै छ यो रमाइलो भइरहेछ अझै रमाइलो गर्नेछौँ हाम्रो डे फर्स्ट हो अझै हाम्रो डे 4 अझै बाँकी छ 4 दिन धैर्य रहनु होला अझै त्यस्ता सस्पेन्सहरू चाहिँ आउनै बाँकी छन् थ्याङ्क यू स्टे ट्युन रामेछापको एकदमै ह्यान्डसम हङ्क हुनुहुन्छ उहाँ चाहिँ होइन के छ अनि तपाईँलाई अहिलेको ट्रिप कागबेनीसम्मको यात्रा चाहिँ कस्तो रह्यो
एकदम फ्यान्टास्टिक वन्डरफुल हुने थियो नाइट भने जस्तै भइरहेछ होइन एकदम रमाइलो फुल इन्जोय पैसा वसुल एकदम मजा आइरहेको छ एकदम उठेको छ मजाले अरु भने त्यस्तै अब भोलिकोमा यात्रा जोडिने छ स्टे ट्युन गाइज गाइज हामी चाहिँ अहिले कागबेनीमा छौँ र यहाँको चिसो मौसमको आनन्द लिँदै हामी चाहिँ यो ओछ्यान तताउने तरखरमा छौँ र मलाई ओछ्यान तताउन साथ दिइरहनु भएको छ निरकाजीले होइन र यहाँ एकदमै चिसो मौसम छ गाइज ओछ्यान नतातेर हामी सबै दुईजना सुतेका छौँ त्यस्तो गलत केही होइन है गाइज स्टे ट्युन भोलिदेखि हामी मुक्तिनाथ त भोलि नआउँछौँ कि नआउँदैन नआउने कि नआउने माइनसमै हो भने नआउने हो ल गाइज है गुड नाइट गाइज गुड नाइट कागबेनी पारी कागबेनीदेखिको निलगिरी हिमालको होइन पुगिसकेको छ गाइज अब हामी मुक्तिनाथको लागि रेडी हुँदैछौँ र सबै सामानहरू प्याक भइसकेको छ हेर्न सक्नुहुनेछ दिस इज कागबेनी हेर्नुहोस् पुरै मरुभूमि जस्तो देखिएको छ तल नदी बगेको छ र हेर्न सक्नुहुनेछ हिमालको टुप्पामा टिलिक्क टल्केको छ गाइज हामी मुक्तिनाथको सेरोफेरोमा आइसकेका छौँ र सबैजना यहाँनिर एकदमै चिसोमा जिउ तताउनको लागि चाहिँ एकदम एक्सर्साइज गरिरहेका छन् हामी यता सबैलाई 3800 मिटर हाइटमा रहेछ हामी 3800 मिटर हाइटमा छौँ टेम्परेचर चाहिँ -1 डिग्री सेल्सियस अहिलेको -1 डिग्री सेल्सियस छ घामको किरणले हिमालका टुप्पाहरूलाई हिमाललाई टल्काइरहेको छ एकदमै आँखालाई आनन्द आउने दृश्यहरू हामीले अवलोकन गर्न पाइरहेका छौँ र आँखाले देखेका दृश्यहरू चाहिँ हामीले क्यामेरामा क्याच गर्न सक्दैनौँ जुन आँखाले हेर्छ त्यो क्यामेराले कैद गर्दैन स्टे ट्युन गाइज हामी अझै हाम्रा नयाँ भिडियोहरू आउन बाँकी नै छ ओके प्रकाश सर यो अलिकति माथि नै छ हैन यादै नभइकन त्यतिकै नभन न यार हो त्यतिकै त कहाँ आउँछ यार पुरै फुर्दैन पुराउनु पर्यो प्रकाश कसरी बाँच्न सक्छ ढलिरहेछ प्रकाश भन्ने खाले 4 लाइन चाहिँ सम्झिनु पर्ने छ हैन ट्याक्क लाएर त्यो अहिले एकछिनमा मौसम
खुलिसकेपछि भन्नुपर्छ क्या ठिक छ रेडी ल रेडी भयो 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 ओके ओके ल खोइ आऊ छिटो 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 खोइ खोइ Fokus lah sejak itu. Lalu. Fokus. Kona la. Dio. Sika tiba khoi. Sika jaga tem muni. Kola. Khoi guys, kata khoi. कस्तो फिल भयो त नुहाइसकेपछि एकदम जाडो भइराखेको छ तर आँटले नुहायो होइन 4000 मिटरलाई माथि आएर पनि छ 108 धारामा नुहाउँदाखेरि हामीले छुट्टै एकदम बवाल भइरहेछ है यहाँसँग एउटा एक्सपिरियन्स के भन्यो भने जब हाम्रो बडीबाट पानी चुयो नि त्यो नुहाएको पानी त्यो भुइँमा झर्ने बित्तिकै पुरै जमेको छ क्या हाम्रो बडीबाट झरेको पानी जमिरहेछ है यस्तो यहाँ तापमान हाम्रो हेलो हाई गाइज एकदम बवाल फ्यान्टास्टिक सक्यो नि हैन तिम्रो अगुवाईमा एकदम हामीले चाहिँ 108 धाराको स्नान पश्चात तल यो हाम्रो चाहिँ एकदम यो पुण्य पोखरीमा हामीले स्नान गरिसकेका छौँ है अनि एकदमै एकदम जाडो है घाम पनि लागेको छैन बिहानको समयमा यो 108 वटा धारा मुक्तिनाथको परिक्रमण गरी यो दुईटा पोखरीमा डुबुल्को मारेर निस्किँदाखेरि शरीर नै छैन जस्तो बिल भएको थियो गाइज तपाईहरुले कुदेको भिडियो त देखिहाल्नु भयो है बल्ल मुक्तिनाथ के कस्तो फिल भइरहेछ त गाइज एकदम फ्यान्टास्टिक हैन एडभेन्चर हैन वी गट इट हैन वी डिड इट फाइनल्ली हैन एउटा एडभेन्चर गर्यो एकदम खुसी एकदम रमाइलो भइरहेछ यस म्यान र दुईटै यो उसमा चाहिँ 108 धारा चाहिँ नआएर दुईटै उसमा चाहिँ हामीले पनि डुबुकी पनि हामीले मारिसकेको छौँ वाउ फिल भइरहेछ यस म्यान त्यहाँबाट चाहिँ फोटो खिच्न मनाइछ कृष्ण गोविन्द हरे मुरारे नारायण वासुदेव गाइज यो बुद्ध गार्डन हो
मुक्तिनाथको छेउमा एउटा बुद्ध पार्क स्थापना गरेको रहेछ र मलाई जहाँसम्म थाहा छ यसको उद्घाटन चाहिँ पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको जस्तो मलाई लागेको छ होइन हो रहेछ यहाँ लेखेको छ सम्मानीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीद्वारा देशको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिर परिसरमा भगवान बुद्धको प्रस्तर मूर्तिको अनावरण कार्य सुसम्पन्न भएको थियो। यो भनेको 2079 साल कार्तिक 18 गते शुक्रबारको दिन भएको रहेछ। तपाईँले यहाँ हेर्नुहुन्छ थुम्बाहरू छ 3टा बुद्धको ठुलो आकारको एउटा मूर्ति छ। त्यो माथि पहाडमाथि हिउँले पहाड छोपिएको छ। घामको किरणले हिमाललाई चुम्बन दिइरहेको छ। सिधा भाषामा बोल्नु पर्दाखेरि हेर्न सक्नुहुनेछ घामको किरणले हिमाललाई के भन्छ यार शब्दै आएन। प्रकाश सर ल तपाईँको एउटा मिठो जाओस् न त। मदिरा पी ढालिरहेछ अलि साउन्ड अफ ठुलो। मदिरा पी ढालिरहेछ प्रकाश भित्रै धेरै चलिरहेछ प्रकाश। जुनको नै खोजी किन गर्नु अब जुनको नै खोजी किन गर्नु अब सूर्यकै मायामा फलिरहेछ प्रकाश भित्रै धेरै जलिरहेछ प्रकाश। बादल र पानी नमानी कठै जसो आज चलिरहेछ प्रकाश भित्रै धेरै जलिरहेछ प्रकाश। खोजी कसको हो थाहा छैन रनी प्यासी भई धत गलिरहेछ प्रकाश भित्र धेरै जलिरहेछ प्रकाश। मदिरा पिही ढलिरहेछ प्रकाश वाह भित्र धेरै जलिरहेछ प्रकाश। मदिरा पिही ढलिरहेछ प्रकाश। वाह यात्रामा मिठो एउटा गजल सुन्न पाइयो।
मुस्ताङ सक्यो साथीहरू हामी मुस्ताङको सिमाना पार गरेर अब हामी कुन जिल्लामा प्रवेश गर्यौँ रे म्याग्दी जिल्लामा प्रवेश गरेका छौँ यो मुला निर्काजी हो दिनेश कस्तो फिल भइरहेको छ कालीगण्ड यो गोलमा आएर यहाँ डर लाग्दो रहेछ यो चाहिँ भल्लिनी पुल रहेछ म चाहिँ जाँदिनँ सुन्दर नगरी पोखरामा आइपुगेका छौँ र आजको रात हाम्रो लेफ्ट साइड पोखरामा हुनेछ अप्पर मुस्ताङदेखि हामी पोखरा आइपुगिसकेका छौँ Guys, we are in Pokhara Hotel Tibet Home अनि सबैजना आफ्नो सामान बोकेर आज पोखरामा रमझम गर्नको लागि रेडी हुनुहुन्छ र यहाँ हाम्रो ह्यान्सी हङ गर्नुहुन्छ दिनेश कार्कीजी के छ तपाईँको खबर एकदम के हुँदैछ पुरै हामी अप्पर मुस्ताङ घुमेर आएको चिसो लागिरहेछ अहिले चाहिँ हामी तापको लागि यहाँ लागेको छौँ ओके गाइज वी आर इन पोखरा अहिले रातको पाउने 10 बजेको छ र हामी सबैजना अब पोखराको घुमघाममा निस्केका छौँ र मेरो फेस देखिएको छैन होइन गाइज यहाँ हाम्रो टोलीहरू अगाडि हिँडिरहेको छन् है हामी रिसोर्टबाट निस्केका छन् केटाहरू हिर्काजी कस्तो फिल भइरहेछ तिमीलाई एकदम भर्खर हिँडेको फिल्डमा आइसकेको छ होला तिमी होइन केटाहरू यहाँ 3 जना हेलो सर यस प्लिज कस्तो फिल भइरहेको छ एकदम रमाइलो छ एकदम साथीभाइहरूसँग पोखरा फेवाताल लेक साइडको यो सन्ध्याकालीन समय एकदम खुसियाली छ उमङ्गले भइएको छ रमाइलो छ यात्रा हाम्रो जारी छ सरी ओके
हातमाथि हात राखी देवी देउता सबै फाकी लाएको यो चोखो माया कतै बिर्सिदिने हो कि के भएर भन्छ युट्युबमा हेर्नु अरे भेटिन्छ घरकी श्रीमती खुसी बनाउने तरिका रामशरण दाईबाट सिक्नु पर्ने भयो गाह्रो यहाँ बे गरेको हुनुहुन्छ ज्येष्ठ हाम्रो ज्येष्ठ नागरिक अनि बे गरेको भाउजू पीडितहरू बिहान बिहानै मुडा एकदम राम्रो छ ठिक छ नि एकदम माछापुच्छ्रे हिमालको काखमा अवस्थित फेवाताल कास्की जिल्लाको पोखरा महानगरपालिकामा अवस्थित छ जसको कुल लम्बाइ 4 किलोमिटर र चौडाइ 2 किलोमिटर र टोटल क्षेत्रफल 8 वर्ग किलोमिटर रहेको छ। पोखराको सुन्दर नगरीमा अवस्थित यो फेवातालमा हामी तलेजु माताको त्यो मन्दिर देख्न सक्छौँ। यहाँ हामीले रमाइलो गर्ने भनेको बोटिङबाट पनि हो। हामी नेपाल आर्मीको बोटिङको लागि हामी सबैजना रेडी हुँदैछौँ। लेट्स इन्जोय गाइज। फेवातालमा आइछ चलको किन लाउँछ भन्दा भेट्न परेछ माछापुच्छ्रे पोखरा फेवातालको नमया साँच्चै नलाम्रो क्याल माछापुच्छ्रे पोखरा फेवातालको नमया साँच्चै नलाम्रो क्याल माछापुच्छ्रे शिरको पानी फेवाताल आइछ माछापुच्छ्रे शिरको पानी फेवाताल आइछ झल्को किन लाग्यो भने भेट्नु नपर्छ माझी दाई पोखरा फेवातालको लौ माया साँच्चै भो नलाउ भो ख्याल ख्यालको माझी दाई पोखरा फेवातालको लौ माया साँच्चै भो नलाउ भो ख्याल ख्यालको।
के छ प्रदीप सिन्धुलिया सर हाल खबर आराम हुनुहुन्छ सन्चो हुनुहुन्छ उल्टे के रविन सरको एउटा सानो इन्टरभ्यू ल्याउनु यार प्रश्न बिनाको इन्टरभ्यू प्रश्न बिनाको उत्तर मजा छ त्यसै रमाइलो छ नेचुरल रमाइलो गर्दै हिँडेछौँ केही छैन अहिले सक्यो यो पछाडि त पुरा उहीँदेखि बाँधै बाँधै जमसमबाट ल्याएको मायालुले ल्याइदिएको कसैले हो यही हो ल्याइदिएको एउटै चिज खुसी हुन्छ नि हुँदैन नि थाहा छैन खुसी बनाउने आशामा छु दिनेश के छ खबर I'm totally freezing. बाख्रा अनुसन्धान केन्द्रमा रहेका छौँ र हाम्रो दारी पुरा बाख्राहरूको अनुसन्धान गर्दै हुनुहुन्छ हेर्नुहोस् त यी भाइलाई के भएको छ यत्रो दिन सँगै हिँड्दाखेरि पनि एकैचोटि पनि हाँसेका छैन हेर्नुहोस् त सोधिदिनुहोस् त ल हेर्नुहोस् त साथीहरू आज हामी बन्दीपुर आइसकेका थियौँ हिजै आइसकेका थियौँ र हिजोसम्म आइपुग्दाखेरि हाम्रो यो साथीको मुहारमा साथीहरू कहिले नि हाँसो देखेन उहाँलाई कसरी हाँस्न सकिन्छ उहाँलाई कसरी हँसाउन सकिन्छ कसले जान्नुभएको साथीहरू तल कमेन्ट बक्समा लेखिदिनु होला यो भाइलाई 5 दिनदेखि हामीले हँसाउनै सकेनौँ उहाँको अनुहार हामीले आँसु ल्याउनै सकेनौँ साथीहरू के गर्नु पर्ला कस्तो गर्नु पर्ला भनिदिनु होला उहाँलाई राम्रोसँग हेर्नुहोस् साथीहरू बन्दीपुर जाउँला सँगै बसौला क्यामेराले सेल्फी हानौला